कस्तो अध्यारो अनुहार पारेर आएको स्ट्यान्ड पो हो मोबाइल चाहिँ यता तान्ने हो कि ल खाऊ 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 म डिस्टर्ब गर्दिनँ खाऊ Hello, hi and namaste everyone. Welcome back to my YouTube channel again. And तपाईहरु सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु म YouTube च्यानलमा चाहिँ धेरै पछाडी आएको छु अनि आज हामी घुम्न जाने छौं धरहरा अनि अहिले हामी धरहराको मुनिपट्टि छौं हामी आज धरहराको बारेमा पनि केही जानकारी लिने छौं र धरहरा घुम्दै रमाइलो हामी गर्ने छौं Let's go together. तपाई हामीलाई जानकारी नै छ कि विक्रम सम्वत 2072 वैशाख 12 गते गएको ठूलो भूकम्पले नेपालमा धेरै क्षति पुर्याएको थियो विशेष गरी काठमाडौँ उपत्यकालाई पनि ठूलो क्षति पुर्याएको थियो अनि नेपालमा रहेका र काठमाडौँमा रहेका ठूला अनि प्रख्यात संरचनाहरू पनि भत्काएको थियो तीमध्ये धरहरा पनि एक हुन् धरहरा काठमाडौँको मुटुमा अवस्थित नौतले धरहरा थियो यो धरहराको निर्माण सन् 1932 मा भएको थियो यो धरहराको उचाइ 203 फिट थियो अनि यो धरहराबाट विभिन्न दृश्यहरू अवलोकन गर्न सकिन्थ्यो कौन है ये लोग कहां से आते हैं 12 तल्ले 13 A few moments later. यसलाई थकाइ लागिसक्यो 13 तल्लेमै 13 फ्लोरमै यो मान्छेलाई थकाइ लाग्यो त्यसलाई मात्र के लाग्नु र मलाई पनि थकाइ लाग्यो अति म झन्झनै लडे आयो 15 मा जाँदाखेरि यस्तो हालत हुन्छ मान्छे यसमा बल्ल सकिने रहेछ यो धरहराबाट काठमाडौँ उपत्यकाको विभिन्न दृश्यहरू अवलोकन गर्न सकिन्छ र अहिले बनाइएको धरहरा पहिलाको धरहरा भन्दा बलियो र सुरक्षित रहेको छ प्रत्येक दिन यो धरहराबाट विभिन्न दृश्यहरू हेर्नलाई अनि यो धरहरालाई अवलोकन गर्नलाई विभिन्न ठाउँबाट मानिसहरू आउने गरेका छन् अनि यो धरहरामा चढ्नलाई शुल्क रहेको छ 200 अनि 10 वर्षभन्दा मुनिका विद्यार्थीहरूलाई निशुल्क अनि विद्यार्थीहरूलाई चाहिँ 100 रुपैयाँ रहेको छ धरहरा माथि चढ्नु भन्दा त बरु तलै रमाइलो छ है यहाँ माथि खुट्टा दुखाए लुगा उडाएर जात्रै बस उषा ए स्ट्यान्ड पो हो ठिक छ थकाइ मात्रै लाग्यो के हो त त्यो पारा अनि अघि नै के ठाउँमा जाने हो घुम्ने हो अब त पत्ता नहीं छ होला नि किन नहुनु र
यत्रो बनाएपछि नहोला र यो के को रुख कस्तो खाउँ खाउँ लाग्दो ऊ त्यहाँनिर बनाऊँ Only Jesus can change. कस्तो भयो धरारा चढ्दाखेरि ठगाइ लाऊ विवशलाई के भयो बिचारा यत्रो ठुलो बस बस यहाँ चाहिँ के रेस्ट गर्ने कि फोटो खिच्ने यहाँ छ दामी दामी धरारा भन्दा त धरारा तल झरिसकेपछि रमाइलो रहेछ गाइज तल चाहिँ मजाले फोटो खिच्ने ठाउँहरू छ यस्तो दामी छ बाहिर चाहिँ तर के गर्नु यहाँ आउनलाई पनि फोटो के अरे टिकट काट्नु परिहाल्यो ए विदेशमा आएको भाइब्स हुँदो रहेछ दामी छ दामी यता साइडमा झन् बब्बाल छ पानीको फोरा पक पक अहिले हिँड्दै जा जितिस क्या कति छिटो हिँडिस् धरारा घुमेर पनि भ्याइयो अब एक्जिट टाइम लास्टमा एक राउन्ड फनन घुम्दिउँ न एक्जिट भन्दा इन्ट्री चाहिँ दामी छ म्याउ 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 एउटाले भ्याइसकेको छ यता मेरो यति बाँकी छ यस्तो हो क्या खाने तरिका अब बत्ती परेको छ र यसको आयो ठुलो बिबिस तिम्रो गर त तिम्रो आउँछ कि आउँदैन गर न एकछिन मारी ल म गर्छु है मेरो आउँछ कि आउँदैन फेरि आयो दामी आयो विवश कल थोरै आयो होइन आयो कस्तो छ दामी छ है बिरालुलाई मोज गर बाबु मोज गर यो मोबाइल चाहिँ यता तान्ने हो कि ल खाऊ म डिस्टर्ब गर्दिनँ खाऊ मोज छ यसलाई नान्न बिचारा पछाडि फर्केर टोक्ला के Okay guys, thank you so much for watching this video till the end and see you on next video. Take care and don't forget to subscribe, like and comment, also share.